हेलो गुड मर्निङ साथीहरू, नमस्ते। के छ हजुरहरूको हाल खबर? मेरो हाल खबर त ठिक छ। अनि म चाहिँ मेरो डेली रुटिन सुरु भयो है। म चाहिँ उता घर जान लागेको छु। मेरो त आज बिहानै जाने काम छ। आज त खाना पनि खाएको छैन। आज चाहिँ बिहानै जानु भएको, खाना नखाइकन अनि पछि आएर खानु। मेरो कस्तो बिहान खाना खायो रुच्दै रुच्दैन क्या, थोरै खायो अनि दिउँसो फेरि भोक लागिहाल्छ। त्यही भएर अनि पछि आएर खानु पर्ला भनेर त्यही घरमा चाहिँ पेन्टिङको काम सुरु भइरहेछ, त्यसैले जानुपर्ने हुन्छ। अनि आज त्यो ढोकाहरू लगाउने मिस्त्री दाइ पनि आउने हुनुहुन्छ। त्यही भएर म चाहिँ जाँदैछु साथीहरू। के गर्नु, घाम छ कस्तो, घामले काहीँ निस्किन मन पनि लाग्दैन। त्यस्तै त हो। अनि हजुरहरूको सुनाउनु साथीहरू, नयाँ नौलो हाल खबर। हाम्रो चाहिँ अब यतातिर खेतबारीहरू म चाहिँ साथीहरू चोकमा पुग्न लागेँ। म हजुरलाई देखाउँछु है हाम्रो यहाँको चोक। यो चाहिँ हाम्रो चोक है साथीहरू। यो चाहिँ हाम्रो छेउ रहेको छ। म चाहिँ त्यहाँ के अरे हार्डवेयर पसलमा गइरहेको छु किराहरू लिनलाई साथीहरू। चिया खाएँ अनि केही खाएको थिएन। चिया खाएर अनि घर जाँदैछु। म चाहिँ मेरो घर जानेछु। तपाईको अलिक चालामाला अलिक ठिक लागेन है मलाई। किन? यो दुईटा किलो ल्याउनलाई तपाईलाई कस्तो भोक लाग्थ्यो। चियालाई 1 घन्टा लागेको चिया बनाउन। 1.5 घन्टा यो किलो ल्याउन। चिया बनाउन ढिला गर्ने कि त्यो दिदीले। त्यहाँ उनीहरू के देउपुरा त्यहाँ होटलमा त्यो छ त एउटा चिया पसल। तँ केही खाँदिन कि बिहान? त्यही बाटो त आएको थियो। हामीले पनि केही खाँदैनौँ। पहिला कहाँ यता लगाउनु है। कता? यता सबै त लागिहाल्छ के। त्यही त लगाउनु। हेर्नु त दुईटा ठुलो छ नि, दुईटा ठुलो छन्। दुईटा एउटा यहाँ कहाँ हो के रे?